बिहे आमा बुवा तपाईहरु मेरो बिहे कतिचोटि गराइदिनुहुन्छ कतिचोटि के अब मेरो जिन्दगी बेगर्ने छोड्ने यतिकै जाने हो मलाई पहिलाको कुरा केही याद थिएन तर अब मलाई सबै कुरा याद आइसक्यो पहिला म बिहोसी मा थिए होला तर अब मलाई होस आइसकेको छ जब मैले मेरो सन्तानलाई जन्म दिए त्यो सन्तानलाई मेरो काखमा राख्न नपाउँदै तपाईहरुले त्यो सन्तान र मेरो श्रीमानबाट टाढा बनाइदिनु भयो निर्मल गरिब भए पनि उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो र म उहाँकी थिएँ तर तपाईहरुको घमण्डले हाम्रो मायालाई अपराध बनाइदियो छोरी हामी तिम्रो राम्रो लागि राम्रो मेरो सन्तानबाट टाढा बनाउनु राम्रो हो मेरो जिन्दगी टुक्राउन राम्रो हो तपाईहरुको घमण्ड तपाईहरुको अहंकार आजसम्म लुकेको थियो होला तर आज सबैको अगाडि पर्दाफास भइसकेको छ तपाईहरुको छोरी नभन्नुस् मलाई छोरी मरिसके तपाईको छोरी तपाईहरुले मेरो बियोसीको फाइदा उठाएर मेरो बिहे गराइदिन खोज्दै हुनुहुन्छ तपाईहरुले खाली आफ्नो स्वार्थ मात्र हेर्नुभयो तर मेरो जिन्दगी मेरो पीडा कहिले हेर्नुभयो छोरी तिमी आवेगमा आएर हाम्रो मन दुख्ने कुरा नगर हामी सबै तिम्रो भविष्यको लागि गरेका हौ कुन भविष्यको कुरा गर्दै हुनुहुन्छ तपाईहरु मेरो वर्तमान त मारिसक्नु भएको छ मेरो श्रीमान मेरो सन्तान कहिले कस्तो अवस्थामा छन् होला सायद अब मेरो सन्तानसँग भेट भयो भने पनि उसको आमा मै हो भनेर चिन्छ कि चिन्दैन होला म आमा भएर पनि आफ्नो सन्तानसँग छैन पत्नी भएर पनि आफ्नो श्रीमानसँग छैन किन तपाईहरुलाई मेरो